झारदा सेवनी म सदा झै आज पनि फेरि राई भाषा ट्युटोरियलको 27औं पाठ लिएर उपस्थित छु, जो यस प्रकार छ। हजुरहरूले म सोचे आजको यो पाठको प्रस्तुतिमा हजुरहरूलाई म समावेश गराउनु अथवा लैजान चाहन्छु। नुवाचा अथवा ओक्तो भनेको औषधि। ओ सारी ओ दिछङ नुवाचा अथवा ओक्तो माद्दाङ। यो बिमारको केही पनि औषधि छैन। सारीमिआ नुवाचा अथवा ओक्तो चामाङे दोत। भन्ने मतलब चाहिँ बिमारीले औषधि खानु नै पर्छ। दिम सारिची खिमखा ओक्तो आ नुमाली। कति बिमारहरू घरेलु औषधिले जाती हुन्छ। राप्चामी अब चुकमिन्पा कन्जुस अथवा लोभी। अङ यावा हुनी राप्चामी याङ। मेरो साथी असाध्य लोभी छ अथवा साह्रै लोभी छ। मना आ हुनी राप्चामी मुमा छङ नुलो माअङ। मानिसले असाध्य लोभ अथवा लोभी अथवा लोभ गर्नु पनि राम्रो होइन। आरङदा अङ्का आ राप्चामी ओ सानङदा अक्तात यङछाप दोप्ता ओ या आङङ। उहिले नै मैले लोभीको विषयमा एउटा कथा पढेको थिएँ। तायाखिम ओ छाप्लायाग्दा राप्चामी ओ सानङदा बद्दे यङछाप्ची तोक्तिनका। विद्यालयको पुस्तकहरूमा लोभी विषयमा धेरै कथाहरू पाइन्छ। हवस् त सम्पूर्ण दर्शक महानुभाव अथवा मित्रगणहरूमा मैले आजको यो 27औं पाठलाई मैले यही नै विसर्जन गर्ने मैले निधो गरेँ र आशा छ हजुरहरूले आजको दिनसम्म जति पनि मैले अपलोड गरेको राई भाषा ट्युटोरियल भिडियोहरू हजुरहरूलाई कस्तो लाग्दैछ, कस्तो महसुस हुँदैछ, कतिको उपयोगी हुँदैछ, त्यस विषयमा पनि हजुरहरूले कमेन्टमा नहिचकिचाइकन लेखिदिन हुन भनी अनुरोध गर्दै आजको यो 27औं पाठबाट बिदा लिन चाहन्छु। बड्डे आलाङ्ने।